Hi everyone, welcome to a day in my life. So we are heading to Chandragiri today. Why? Because आज मम्मीको बर्थडे पनि थियो अनि त्यही भएर जाम न एकछिन भनेर 2-3 घण्टाको लागि अनि हामी चारैजना गयौँ फुल फ्यामिली. मैले त मलाई देखाउनै बिर्स्यो अनि मैले एउटा भिडियो लिइहालेँ सर्ट भिडियो अनि आफ्टर द्याट चन्द्रगिरी हामी गयौँ. I don't know why I have been to Chandragiri like 3-4 times already, but यसपालि चाहिँ मलाई एकदमै स्लो केबल कार चलेको जस्तो फिल भयो. जाँदाखेरि चाहिँ बरु त्यस्तो केही फिल भएन, स्मुथ नै गइरहेको थियो होइन. जब फर्किने बेला भयो त्यो बेलामा चाहिँ लिटरली आधी घन्टा नै लाग्यो क्या. त्यस्तो फिल भयो हामीलाई, एकदम स्लो थियो यसपालि आज चाहिँ. अनि दिस इज द काठमाडौँ, हाम्रो चन्द्रगिरी भ्याली, थाङकोट, सतुङ्गल, गुर्जुदारा, एभ्रिथिङ. अनि भाइले मम्मी र बाबाको भिडियो लिइरहेको थियो अनि भालेश्वर मन्दिर अफकोर्स दर्शन गरियो, भगवान् शिवको दर्शन गरियो. आजबाट श्रावण पनि लाग्यो तिथिअनुसार, हामी चाहिँ तिथिअनुसार नै मान्छौँ. अनि त्यसपछि म केही बोलिरहेको थिएँ, मेरो कान बन्द भयो भनेर म भनिरहेको थिएँ अनि एभ्री वान वाज लुकिङ एट मी. अनि लिटरली मेरो कान बन्द हुन्छ, म हिल स्टेसन कतै गएँ भने पनि मेरो कान बन्द नै हुन्छ. सो अलिकति पेन हुन्छ के, अनि म त्यही बोल्दैन थिएँ अनि मैले आफ्नो पनि आवाज सुनिरहेको थिएन राम्रोसँग. सो मान्छेले मलाई हेरिरहनु भएको थियो अनि त्यही नै हो, अरू त केही नै होइन. अनि फेरि मैले फोटो खिच्दै सो भिडियो पनि लिइहालेँ त्यही बेलामा. अनि आफ्टर द्याट वी वेन्ट फर स्विट्स खानालाई, तर आई डोन्ट लाइक. सो मैले जेरी चाहिँ लिएँ सबैको लागि. म चाहिँ फ्रेन्च फ्राई खान्छु, हुन त मैले भर्खरै लन्च गरेर आएको, त्यही पनि केही खाइदिउँ न भनेर मात्र हो. अल्सो म खाइरहेको छु अनि आई डोन्ट नो म के सोचिरहेको छु, तर म सोचिरहेको छु मेरो एकदम धेरै काम छ, मेरो कलेजमा यस्तो धेरै छ कामहरू भनेर म सोचिरहेको छु के गर्ने कसरी गर्ने भनेर सोचिरहेको छु. अनि मेरो फोनमा म्यासेज आउँदाखेरि पनि म सानो बनाएर हेरिरहेको छु, किन भन्दाखेरि मैले चस्मा लगाएको थिएन, सो मैले आफूसँग देखिनँ. अनि त्यही म सोचिरहेको छु, यताउता हेरिरहेको छु मान्छेहरूलाई, देवर गोइङ हियर एन्ड देयर, हेरेर इन्जोय गरिरहेको छु अरूहरूलाई. यसरी नै बित्यो खासै आज दिन त त्यस्तो केही नै भएन. त्यही नै हो, मम्मीहरू आउनुभयो अनि त्यसपछि हामी यसो एक राउन्ड लगाएर घुम्यौँ. अनि मम्मी र भाइ अगाडि जाँदै हुनुहुन्थ्यो, दिस इज मी अफकोर्स. अनि बाबा मम्मी भाइको फेरि मैले भिडियो लिँदै, बिकज दे वान्ट्स टु बी फिचर इन भिडियो, सो मैले भिडियो लिएँ. अनि त्यसपछि चाहिँ हामी निस्क्यौँ नै, अब चाहिँ बाई बाई नै गऱ्यौँ. किन भन्दा सर्ट टाइमको लागि मात्रै थियो, आफ्टर द्याट हाम्रो काम पनि थियो. अनि यो टाइममा यस्तो स्लो भएको थियो नि, यस्तो स्लो भएको थियो फर्किने बेलामा आधी घन्टा नै लाग्यो क्या आज. अरू बेलामा यस्तो भएको मलाई लागेको थिएन, यादै थिएन. अनि त्यसपछि त केही पनि देखेन, सबै कुरा ब्लर नै भयो. अब साइडमा केही हरियाली केही नै छैन. अनि हामीले इन्ड गऱ्यौँ हाम्रो डे विथ आइसक्रिम. सो या द्याट्स अल, थ्याङ्क यू, बाई.